राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले उद्योग खोल्नुपर्ने विषयमा किन यस्तो अभिव्यक्ति दिए, हेर्नुहोस् यो भिडियो। अब हेटौडा कपडा कारखाना चलाउँछु, अब चाहिँ नि गोरखकाली रबर उद्योग चलाउँछु, अब वीरगञ्ज कृषि औजार कारखाना चलाउँछु, जनकपुर चुरट कारखाना चलाउँछु, अनि त्यो नै उपलब्धि हो भनेर भन्छन् भन्ने मैले चाहिँ कल्पना गरेको थिइनँ। तर उहाँहरूले त्यही कुरा गर्नुभयो। अब हेटौडा कपडा कारखाना जुन बेला बन्द भयो त्यस बेलाका मेसिनहरू काम लाग्छ। अनि अहिले चाहिँ नै त्यो मेसिनरीमा चाहिँ नि जुन प्रकारको प्रगति र परिवर्तन आइसक्यो त्यस बेलाको मेसिन चलाएर अब चाहिँ नि कपडा उद्योग चल्छ, प्रतिस्पर्धा गर्छ बजारमा, हैन? हैन, त्यही त भनेको। त्यस कारणले उत्पादन होला तर त्यो अहिले बजारमा प्रतिस्पर्धा गर्ने तहको हुँदैन। त्यस कारणले प्रविधिमा जुन किसिमको परिवर्तन र सुधार आएको छ त्यस्तै उद्योगहरू चलाउने, त्यो ठाउँमा नयाँ उद्योग चलाउने कुराहरू गर्नु एउटा कुरा हो। तर त्यही उद्योग चलाउँछु अब अनि त्यहाँदेखि देशमा चाहिँ नि समृद्धि ल्याउँछु भनेको चाहिँ नै हावादारी कुरा हो भन्ने मलाई लाग्छ। चलाउनु भयो, गर्नुभयो भने हामीलाई त देशमा उद्योग धन्दाको विकास होस् भने र सरकारले अब उद्योग खोल्ने होइन, उद्योग खोल्न प्रेरित गर्नु पर्यो। अब निजी क्षेत्रलाई मैले उद्योग खोल्दा, लगानी गर्दा राज्य मेरो पछि छ, राज्यले मलाई संरक्षण गर्छ भन्ने हुनु पर्यो। बिजुलीमा सहुलियत दिनु पर्यो, करमा सहुलियत दिनु पर्यो। जसले 1000 मान्छेलाई रोजगार दिने उद्योग खोल्छ उसलाई लागत मूल्यमा बिजुली दिनु पर्यो, हैन? कुनै दलले युनियन नखोल्ने व्यवस्था हुनु पर्यो, है? कसैले चन्दा माग्दैन भन्ने कुराको ग्यारेन्टी हुनु पर्यो कि यस्ता हजारौं उद्योग खोलुन्, लाखौं मान्छेले रोजगारी पाउन्।